हेलो नमस्ते साथीहरू, के छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी यहाँ शारजामा, युएको शारजामा लुलुमा के कस्तो छ त सामानहरू, के कति महँगो छ नेपालीलाई भनेर आज हामी भिडियो बनाउन गइरहेको छौँ। सानो कृपया हेरिदिनु होला है त, थ्याङ्क यू। यहाँ चाहिँ हाम्रो टिभीहरू रहेछ अफरमा। के कति छ 1599 मा। कति इन्चको? 65 इन्चको है, दामी यो कस्तो देखाइदियो फोनहरू 76 छोटो सामान। हाम्रो ओल्ड इज गोल्ड नोकिया फोन पनि रहेछ यहाँनिर। नोकिया फोन कति 229, यत्रो महँगो रहेछ है। यसमा फेरि यो देखेर 4G नेट र टिभी भनेर त 229 X5C X7D लाई 749, X8D लाई 749। के छ त्यहाँ? गिटार पनि रहेछ यहाँ। के छ यहाँ चाहिँ होम अप्लायन्सेसहरू रहेछ। यता वासिङ मेसिनहरू त राइटमा दामी है। कति रहेछ? 899, 1299। फ्रिजर पनि सस्तो रहेछ त भान्जा, 1799। यहाँ तिमी 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 पनि छिर्छौ, मै छिर्छु क्या यहाँ त हो। मै छिर्ने यत्रो रहेछ। अरू के छ यार? अब एसी पनि रहेछ यार, यो त सब रहेछ यार 1599 मा। त्यो विन्डो एसी है 1349, राम्रो रहेछ यो पनि। त्यसै गरी हाम्रो यता के छ यो एयर फ्रायरहरू पनि ठिकै छ 199, 219 मा। अरू के छ हाम्रो यता 239 मा, 599 मा। अब आज चाहिँ दही चिउरा डे रहेछ, दही चिउरा खाने दिन। अनि त्यही भएर यसो लुलु मार्केट आएको बेलामा के कस्तो रहेछ सामानहरू यसो सानो गरौँ न भनेर। अब हामी भेजिटेबल सेक्सनतिर जाँदैछौँ। माछाहरू 14 दिराम, 16 दिराम, 14 दिराम। यहाँ मान्छे छैन, आऊ त हेर्नु। मुङ्ग्री माछा 15 दिराम। कुन सिद्रा माछा यो त 7, यो त धेरै सानोहरू छ नि त। तर यार 875 मा चाहिँ ठिकै हो यो है। यहाँ पनि रहेछ यो 450 मै हो यो। सस्तो रहेछ यार, उठाइदिनु पर्छ एउटा। यो उठाइदिनु एउटा। माछा सस्तो रहेछ 450 मा। अब मेरो मायालु चाहिँ यहाँनिर सब्जी छान्दैछिन्। मायालु सब्जी के छ हौ? मायालुले खोर्सानी लिँदै हुनुहुन्छ। आज दही चिउरा खाने दिन। सब्जीहरू देखाइदेऊ यहाँ के छ। आलु कसरी, टमाटर कसरी। अब यहाँ बोडी छ हाम्रो, बोडी रहेछ 14.95 किलोको। अनि यो भिन्डी 12.65 पर केजी। अनि हाम्रो तिते करेला चाहिँ रहेछ 15.95 केजी। अनि यो हाम्रो सजिउन ड्रमस्टिक मोरिङ्गा के भन्छ यसलाई, यसको रहेछ 19.95। अनि के छ त हौ यहाँ? यो के हो? चिचिन्डा के भन्छ होला यसलाई होइन? यसलाई चिचिन्डा हुन्छ होइन?
यसको रहेछ 14.95 कागती रहेछ 10.65 मा पर किलोग्राम। अनि के छ सुन्तलाहरू रहेछ 13 दिरहममा। अर्को सुन्तला रहेछ 10.95 किलो। एभोकाडो एप्पल कति रहेछ स्याउ हेर त, स्याउ रहेछ 12.95 पर किलोग्राम। स्याउ पनि अब अलग अलग कन्ट्रीको, अब कुनै 9.95 कुनै 10.95 पर किलोमा रहेछ। खै दही कहाँ, किन दही? अब हामी जाँदैछौँ दही पाउने सेक्सन, त्यसले घुमेर हेरेर अब हामी जाँदैछौँ चिउरा र दही पाउने सेक्सनमा। अब चिकनहरू यहाँ कति छ फ्रोजन चिकनहरू? 13.50 पर किलोग्राम। सस्तो हाउ मच? 15 अरे 15 चिकन लगिराख लाने भए। 14.90 मा सिङ्गै डल्लो फ्रोजन चिकनहरू, सिङ्गे कुखुराहरू 13 दिरहम 14 दिरहममा सिङ्गे पाइन्छ 1 किलोको। अब हामी आउँदैछौँ यहाँ दही पाउने सेक्सनमा। गुलियो खालको लानुपर्छ हौ, गुलियो खालको। स्विट योगर्ट छैन त्यो, उसो मार्ममको राम्रो रहेछ। हाम्रो यहाँ 1 केजीको दहीलाई 6.95 मार्ममको। त्यो अलि मिठो हुन्छ, त्यही भएर मैले चाहिँ उठाएँ। यस्तो पक्रिनु चाहिँ कुन सजिलो त्यो लानु पर्यो नि त। पानी लाँदैछौँ, अफरको पानी। पानीको रहेछ 4.50। अब यो पानी चाहिँ अब हामीले पिउनु पर्ने हुन्छ। चिउरा यो त अरूले सामान धेरै देख्छु त म त। सब्जी त कुवाहरू नखाने निग्रोहरू। हाम्रो चाहिँ यस्तै छ, हाम्रो चाहिँ यस्तै छ साथीभाइहरू होइन। अब हाम्रो चाहिँ यस्तै छ साथीभाइहरू। कफी कति छ? कफी 27 मा ब्याग रहेछ यहाँनिर, 27 मा फुल ब्याग। चिउरा हामी त्यहाँ चिउरा सेक्सनमा जाँदैछौँ हामी। अब हामीले अब चिउरा खानुपर्ने हुन्छ। के भन्न चाहनुहुन्छ तपाईँ? हामीले चिउरा लिएको छौँ। चिउरा चाहिँ हाम्रो 6.75 दिरहममा। आज दही चिउरा खाने दिन। हामीले दही पनि लियौँ, चिउरा पनि लियौँ, म्याङ्गो पनि लियौँ, हामीले बनाना पनि लियौँ। अब आज अफकोर्स परदेशीको ठाउँमा होइन, परदेशी भन्छ नि त होइन, त्यो ठाउँमा अब यसो अब आफूले आफ्नो चाडबाड त अब राम्रोसँगले मनाउनु पर्यो नि त। जस्तो जे गरेर भए पनि, दुःख सुख जे भए पनि भयो। अब अफकोर्स दही चिउरा खाने दिनमा हामीले चिउरा लियौँ। साबुन सरफ कति पर्छ हेरिदिउँ त, देखाइदिउँ हाम्रो भ्युवर्सहरूलाई साबुन सरफ कति पर्छ भनेर। चाहिँ खाने तेल छ, अब तेल सकिरहेको छ अहिले, त्यही भएर यो तेल लाने। तेल चाहिँ कति पर्दो रहेछ त अहिलेको प्राइसमा भन्दाखेरि? अब 13.90 मा। अन्त चाहिँ थोरै तिनो चाहिँ भए पनि अब आजको लागि किनिसकेका छौँ। त्यही लिएर अब हामी हाम्रो रुमतिर जाँदैछौँ। आजलाई यति नै, हेर्दै गर्नु होला।
बाहिरको माहौल कसम रोस्ट मान्छे रोस्ट होला जस्तो छ बाहिरको माहौल यस्तो गर्मी छ बाहिर होइन यो बाफै यस्तो आउँछ तर पनि ठिकै छ हामी अब यसमा अब एडप्टेसन भइसकेको छ हामीलाई एडप्ट भइसकेको छ यसको लागि त्यही भएर ओके सबैजनालाई बाई बाई सी यू हेर्दै गर्नु होला